मध्यपूर्वको भूराजनीतिक मानचित्रमा अहिले एउटा यस्तो गेम चेन्जर क्षण आएको छ जहाँ अमेरिकाको दशकौं पुरानो प्रभुत्व र इरानको बढ्दो कूटनीतिक आत्मविश्वास आम्ने सामने भएका छन्। एकातर्फ व्हाइट हाउसको ढोकामा आइपुगेको आन्तरिक सङ्कट र ट्रम्प प्रशासनको हताशपूर्ण संवादको प्रयास छ भने अर्कोतर्फ इरानले रुस, चीन र क्षेत्रीय शक्तिहरूलाई साथमा लिएर चालेका बलिया कूटनीतिक हतियारहरू छन्। हर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दीलाई स्थल मार्गबाट दिइएको चुनौती होस् वा वार्ताको टेबलबाटै परमाणु एजेन्डालाई सधैँका लागि पन्छाउने इरानको पछिल्लो अडान नै किन नहोस्, यी घटनाक्रमहरूले इरान अमेरिका द्वन्द्वलाई एउटा अनपेक्षित मोडमा उभ्याइदिएको छ। अब प्रश्न उठ्छ के ट्रम्पको सुपर पावर दम्भ र दमनकारी नीति इरानका सामु पूर्ण रूपमा विफल भएको हो? दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी इरानसँगको युद्धमा किन ट्रम्प एकाएक हताश देखिए, के अमेरिकाको नियन्त्रणबाट मध्यपूर्व सदाका लागि गुम्दैछ? आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौँ। अमेरिकाले इरानमाथि थोपरेको कडा समुद्री नाकाबन्दीले गर्दा इरानी बन्दरगाहहरूमा दैनिक उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको गम्भीर अभाव सिर्जना भइरहेको छ। विश्वको मुख्य समुद्री मार्गहरूमा अमेरिकी नौसेनाको निगरानीका कारण चीन वा अन्य राष्ट्रहरूबाट इरानतर्फ आउने व्यापारिक जहाजहरू पूर्ण रूपमा ठप्प छन्। यस्तो कठिन घडीमा पाकिस्तान सरकारको पछिल्लो निर्णयले इरान विरुद्धको अमेरिकी नाकाबन्दी निष्प्रभावी बन्न सक्छ। सन् 2008 को पाकिस्तान इरान द्विपक्षीय ट्रान्जिट एन्ड ट्रान्सपोर्ट एग्रिमेन्टको आधारमा पाकिस्तानले चिनिया मालसामानलाई आफ्नो भूमि हुँदै इरानसम्म पुर्याउने आधिकारिक अनुमति दिएको छ। उक्त सम्झौताकै आधारमा अब चीनबाट आउने ठूला मालवाहक जहाजहरू सिधै पाकिस्तानको कराची वा ग्वादर बन्दरगाहमा अवतरण हुनेछन्। त्यहाँबाट ती मालसामानहरूलाई सुरक्षित रूपमा ट्रकहरूमा लोड गरी बलुचिस्तानका कठिन भौगोलिक मार्गहरू हुँदै इरानको तफ्तान सीमासम्म पुग्नेछन्। पाकिस्तानले यस कार्यका लागि 6वटा प्रमुख स्थल मार्गहरूलाई विशेष ट्रान्जिट कोरिडोरको रूपमा खुल्ला गरेको छ, जुन 25 अप्रिल 2026 देखि पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। इरानको यो रणनीतिले अमेरिकाको समुद्री नाकाबन्दीको प्रभावकारितामाथि नै ठूलो प्रश्न चिन्ह खडा गरेको छ। एकका बदला 4 इरानको धम्की। इरानको ऊर्जा पूर्वाधारमाथि अमेरिकाले गर्ने कुनै पनि हमलाको बदलामा इरानले एकका बदला 4 को विनाशकारी सिद्धान्त अगाडि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल सम्पदालाई निशाना बनाउने र त्यसलाई भित्रैबाट ध्वस्त पार्ने चेतावनी दिएपछि तेहरानले पनि आफ्नो रक्षात्मक नीतिलाई आक्रामक रूपमा प्रस्तुत गरेको छ। इरानका ऊर्जा अधिकारी इस्माइल सखाब इहसानीले अत्यन्त कडा शब्दमा चेतावनी दिँदै भनेका छन् कि यदि अमेरिकी नाकाबन्दी वा प्रत्यक्ष हमलाले इरानको एउटा मात्र तेलको कुवामा क्षति पुर्याइयो भने त्यसको बदलामा इरानले उक्त हमलावर राष्ट्रलाई साथ दिने इस्लामिक मुलुकहरूका 4वटा तेलका कुवाहरूलाई पूर्ण रूपमा खरानी बनाइदिनेछ। इरानको यो चेतावनी केवल शाब्दिक धम्की मात्र नभई उसको सैन्य क्षमता र क्षेत्रीय प्रभावको एउटा स्पष्ट प्रदर्शन हो। यो एकका बदला 4 को रणनीतिले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूलाई समेत युद्धको प्रत्यक्ष जोखिममा पारेको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर कालिबाफले पनि यो चेतावनीलाई थप मलजल गर्दै अमेरिकालाई उसको अहंकार विरुद्ध सचेत गराएका छन्। इरानले स्पष्ट रूपमा भनेको छ कि अमेरिकाले आफ्ना रणनीतिक पेट्रोलियम भण्डारणहरू प्रयोग गरेर वा तेलको आपूर्ति बढाएर विश्व बजारमा मूल्य घटाउने र इरानलाई आर्थिक रूपमा कमजोर पार्ने आर्टिफिसियल प्रयास गरे तापनि इरानसँग युद्धलाई अझ खतरनाक मोडमा लैजाने क्षमता छ। कलिबाफका अनुसार इरानले चाहेमा फारसको खाडीमा रहेका पाइपलाइनहरू ध्वस्त पार्न सक्छ र बाबल मन्देब जस्ता महत्त्वपूर्ण जलमार्गहरू बन्द गर्न सक्छ। यदि यस्तो भयो भने आगामी दिनमा विश्वभर ग्यास र ऊर्जाको मागमा भयावह सङ्कट निम्त्याउनेछ। इरानको यो आक्रामक रणनीतिले अमेरिकाको गनपोइन्ट कूटनीतिलाई चुनौती दिएको छ। अमेरिकाले आफ्नो नाकाबन्दी र सैन्य धम्की मार्फत इरानलाई झुकाउने प्रयास गरिरहँदा इरानले भने क्षतिपूर्तिको गणित नै बदलिदिएको छ। उसले समानुपातिक बदलाको सट्टा बहुगुणी प्रतिशोधको बाटो रोजेको छ, जसले गर्दा अमेरिकाले इरानमाथि आक्रमण गर्नुअघि आफ्ना सहयोगी राष्ट्रहरूको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने बाध्यता सिर्जना भएको छ। इरानको यो धम्कीले मध्यपूर्वको भूराजनीतिमा शक्ति सन्तुलनको नयाँ खेल सुरु भएको छ,
जहाँ इरान अब आफ्नो अस्तित्व रक्षाका लागि मात्र नभई आफूमाथि हुने हरेक प्रकारको 4 गुणा मूल्य चुकाउन तयार रहेको सन्देश दिइरहेको छ। इरानको यो अडानले ट्रम्पको धम्कीपूर्ण कूटनीतिलाई रक्षात्मक अवस्थामा पुर्याएको छ र युद्ध भएमा त्यो केवल इरान अमेरिकाको द्वन्द्वमा सीमित नभई सम्पूर्ण खाडी क्षेत्रको ऊर्जा आपूर्ति श्रृङ्खला ध्वस्त हुने निश्चित छ। वार्ताका लागि ट्रम्पको बेचैनी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कूटनीतिक व्यवहारले वाशिङटनको बढ्दो बेचैनी र हताशलाई स्पष्ट पारेको छ। कहिले इरानलाई 3 दिनको अन्तिम समयसीमा दिने त कहिले टेलिफोन मार्फत वार्ताको याचना गर्ने ट्रम्पको शैलीले अमेरिकाको सुपर पावर छविमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ। ट्रम्पले सार्वजनिक रूपमै यदि इरान वार्ता गर्न चाहन्छ भने हामीलाई फोन गरोस्, हामी फोनको प्रतीक्षामा छौं भनिदिएको अभिव्यक्तिले अमेरिकाको आन्तरिक र कूटनीतिक हताशालाई छर्लङ्ग पारेको छ। इरानले पाकिस्तान र ओमान हुँदै रुससँग आफ्नो कूटनीतिक दूरी बलियो बनाउँदै गर्दा अमेरिकाले पठाएका दूतहरू र मध्यस्थकर्ताहरूले कुनै ठोस सफलता हात पार्न सकेका छैनन्। ट्रम्पको दम्भ अहिले पूर्ण रूपमा गलिसकेको छ र उनी आफ्नो साख जोगाउन वार्ताको टेबलमा फर्किन छटपटाइरहेका छन्। अमेरिकाको यो बेचैनीको मुख्य कारण इरानलाई झुकाउनु भन्दा पनि इजरायलको लहरमा सुरु गरिएको द्वन्द्वले निम्त्याएको आर्थिक र कूटनीतिक दलदल हो। ट्रम्पले इरानको परमाणु कार्यक्रम बन्द गराउने वा उसको सैन्य क्षमता ध्वस्त पार्ने जुन दाबी गरेका थिए त्यो वास्तविकता भन्दा निकै टाढा देखिएको छ। अहिलेको अवस्थामा अमेरिकाका लागि इरानसँगको युद्ध अनावश्यक झमेला बन्न पुगेको छ, जसबाट उम्किन ट्रम्पलाई कुनै सम्मानजनक बाटो चाहिएको छ। पछिल्लो समय ट्रम्प आफ्नो कूटनीतिक शिष्टाचार र सुपर पावरको दम्भ त्यागेर इरानसँग फोन संवादका लागि भिख माग्ने तहसम्म झरेका छन्। इरानले अमेरिकाका यस्ता प्रयासहरूलाई व्यवस्था गर्दै परमाणु मुद्दाको बहिष्करण र नाकाबन्दीको अन्त्य जस्ता शर्तहरू अगाडि सार्नुले अमेरिकाको कूटनीतिक पराजयलाई थप उजागर गरेको छ। इरानले परमाणु सम्झौता नगर्ने। भर्खरै इरानका विदेश मन्त्री अब्बास अराक्चीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि इरानले आफ्नो कूटनीतिक रणनीतिमा मास्टर स्ट्रोक खोल्दै अमेरिकाको सबैभन्दा ठूलो शर्त परमाणु कार्यक्रमलाई वार्ताको टेबलबाटै हटाइदिएको छ। विगतमा अमेरिकाले जहिले पनि इरानसँगको वार्ताको पहिलो शर्तका रूपमा युरेनियम सम्वर्धनको पूर्ण त्याग वा न्युक्लियर सरेन्डरलाई अगाडि सार्दै आएको थियो। तर पुटिनसँगको भेटपछि इरानले स्पष्ट शब्दमा यदि अमेरिकासँग वार्ता हुन्छ भने अब त्यहाँ कुनै पनि आणविक कार्यक्रमका शर्तहरू नरहने बताएको छ। वास्तवमा इरानको यो अडान रुसले दिएको थप सहयोगको परिणाम हो। इरानका विदेश मन्त्री अब्बास अराक्ची र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उक्त भेटमा रुसले इरानलाई जुनसुकै जङ्गी अवस्थामा पूर्ण सैन्य सहायता प्रदान गर्ने वचन दिएको छ। यदि इरानमाथि अमेरिका वा इजरायलले आक्रामक कारबाही गरेमा रुसले अत्याधुनिक मिसाइल, ड्रोन र राडार प्रणालीहरू मार्फत इरानको प्रतिरक्षा क्षमतालाई मजबुत बनाउनेछ। पुटिनले यो स्पष्ट पारिसकेका छन् कि रुसले इरानलाई एक्लो छाड्ने छैन, जसले गर्दा मध्यपूर्वमा शक्ति सन्तुलन नाटकीय रूपमा फेरिएको छ। यता अरब देशहरू साउदी अरब, युएई र कतार जस्ता परम्परागत अमेरिकी मित्र राष्ट्रहरूले पनि अब आफ्नो सुरक्षाका लागि अमेरिकामाथि मात्र निर्भर हुन सकिँदैन भन्ने वास्तविकता बुझ्न थालेका छन्। रुस र इरानको यो बढ्दो निकटताले वाशिङटनको रणनीतिक प्रभावलाई खुम्च्याउँदै लगेको छ। इरानले अमेरिकालाई पठाएको पछिल्लो प्रस्तावमा परमाणु मुद्दालाई पूर्ण रूपमा पन्छाउँदै केवल व्यावहारिक र क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा मात्र वार्ता गर्न सकिने बताएको छ। यति बेला क्षेत्रीय देशहरूले पनि बुझिसकेका छन् कि अमेरिकाको मध्यपूर्व केन्द्रित सैन्य रणनीति उनीहरूको दीर्घकालीन हितमा छैन, बरु यो केवल अमेरिकी स्वार्थ र डलरको प्रभुत्व कायम राख्न मात्र केन्द्रित छ। हर्मुज जलडमरूमा देखिएको तनाव होस् वा बाब अल मन्देबमा भइरहेको अवरोध, अमेरिकी हस्तक्षेपले समाधानभन्दा बढी अस्थिरता निम्त्याएको अनुभव यी देशहरूले गरिरहेका छन्। परिणामस्वरूप क्षेत्रीय शक्तिहरू अब अमेरिकाको पछाडि हिँड्नुको साटो इरानसँग प्रत्यक्ष वार्ता र कूटनीतिक च्यानलहरू स्थापना गर्नतर्फ लागेका छन्। इरानसँगको यो बढ्दो संवादले यस क्षेत्रमा अमेरिकाले खडा गरेको मित्र र शत्रुको स्पष्ट विभाजन रेखालाई धमिल्याइदिएको छ। रुस र चीनको मध्यपूर्वमा बढ्दो आर्थिक र सैन्य उपस्थिति, विशेष गरी टेकवार र ऊर्जा आपूर्तिको मुद्दामा उनीहरूको प्रभावले
अमेरिकालाई रक्षात्मक स्थितिमा पुर्याएको छ। अमेरिका आफैले पनि आफ्नो प्रभाव कायम राख्न अब सैन्य बलभन्दा कूटनीतिक र व्यापारिक सन्तुलनमा बढी जोड दिनुपर्ने बाध्यतामा छ, जुन उसका लागि निकै चुनौतीपूर्ण बनेको छ। डोनाल्ड ट्रम्पको मध्यपूर्व नीति र त्यसले सिर्जना गरेको अनिश्चितताले गर्दा यस क्षेत्रका देशहरू अब आफ्नै मार्ग पहिल्याउने दिशामा अग्रसर छन्। यसरी छिमेकी देशहरूको मनोभाव बुझेको इरानले पछिल्लो समय रुस र चीनको पूर्ण समर्थन प्राप्त गरेसँगै उसले अमेरिकासँगको वार्तामा परमाणु मुद्दालाई वार्ताको टेबलबाटै हटाइदिएको छ। हर्मुज जलमार्गमा नयाँ नियन्त्रण। हर्मुज जलमार्गमा नियन्त्रण कायम गर्नु इरानको रणनीतिक कूटनीति र क्षेत्रीय प्रभुत्वको सबैभन्दा बलियो स्तम्भ हो। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने यो जलमार्गलाई आफ्नो नियन्त्रणमा राख्दै इरानले अब ओमानसँग मिलेर एक नयाँ र साझा प्रशासनिक ढाँचा अगाडि सारेको छ। यस प्रस्ताव अनुसार हर्मुज जलमार्गको प्रशासनिक अधिकारलाई आधा बाँड्ने र त्यहाँबाट आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूबाट संयुक्त रूपमा टोल वा कर असुली गर्ने तयारी गरिरहेको छ। यो इरानको यस्तो कूटनीतिक मास्टर स्ट्रोक हो जसले हर्मुजलाई केवल एउटा जलमार्ग मात्र नभई इरानको आर्थिक र सैन्य शक्ति प्रदर्शन गर्ने रणनीतिक लेभरेजमा परिणत गरिदिएको छ। हर्मुजको यो आधा नियन्त्रणको रणनीति अमेरिकालाई सो क्षेत्रबाट विस्तारै बाहिरिन र इरानको क्षेत्रीय अधिकारलाई स्वीकार गर्न बाध्य बनाउने इरानको दीर्घकालीन योजना हो। यति मात्र होइन, इरानले यस जलमार्गको नियन्त्रणसँगै आफ्नो क्षेत्रीय एकताको सञ्जाललाई पनि तीव्रताका साथ विस्तार गरिरहेको छ। उसले बहराइन, कुवेत, इराक, सिरिया र टर्की जस्ता राष्ट्रहरूसँग गहिरो कूटनीतिक सम्बन्ध स्थापित गर्दै अमेरिकाको प्रभावलाई चुनौती दिने क्षेत्रीय धुरी निर्माण गरिरहेको छ। इरानको यो सक्रियताको सबैभन्दा ठूलो प्रमाण सोमालियाको पछिल्लो निर्णय हो। बाब अल मन्देब जलमार्गमा इजरायली जहाजहरूलाई प्रतिबन्ध लगाउने सोमालियाको घोषणाले इरानको कूटनीतिक पहुँचको दायरा कति फराकिलो भइसकेको छ भन्ने प्रश्न हुन्छ। यो क्षेत्रीय एकता इरानको एउटा यस्तो कूटनीतिक चाल हो जसले अमेरिकालाई मध्यपूर्वमा एक्ल्याएको छ। इरानको यो बढ्दो क्षेत्रीय एकताको प्रभाव खाडी राष्ट्रहरूमा समेत प्रष्ट देखिन्छ। जुन देशहरू पहिले अमेरिकाको पूर्ण छत्रछायामा थिए, उनीहरू पनि अब इरानसँगको सहकार्यमा आफ्नो सुरक्षा र भविष्य देख्न थालेका छन्। ओमानसँगको यो नयाँ सहकार्यले हर्मुजमा अमेरिकाको एकलौटी हस्तक्षेपलाई पूर्ण रूपमा निरुत्साहित गरेको छ। अमेरिकाका लागि यो निकै चिन्ताको विषय हो, किनकि यदि खाडी क्षेत्रका साना राष्ट्रहरूले इरानको शर्त स्वीकार गर्दै क्षेत्रीय एकतामा जोड दिन थाले, अमेरिकाको मध्यपूर्वमाथिको वर्चस्व सदाका लागि समाप्त हुनेछ। मध्यपूर्वको वर्तमान द्वन्द्व केवल केही देशहरू बीचको सैन्य मुठभेड मात्र होइन, बरु यो विश्व भूराजनीतिको एक युगान्तकारी मोड हो। इरानले पाकिस्तान, ओमान र रुसलाई कूटनीतिक रूपमा उपयोग गर्दै अमेरिकाको घेराबन्दीलाई जसरी रणनीतिक लुपहोल मार्फत कमजोर बनाइरहेको छ, त्यसले वाशिङटनको दशकौं पुरानो सुपर पावरको दम्भलाई गम्भीर धक्का लागेको छ। एकातिर व्हाइट हाउसको ढोकामा आइपुगेको आन्तरिक राजनीतिक सङ्कट र अर्कोतर्फ ट्रम्प प्रशासनले वार्ताको लागि देखाएको हताशपूर्ण छटपटीले यो प्रश्न हुन्छ कि अब अमेरिका यो युद्धबाट कुनै बहाना बनाएर निस्कन सक्छ। पछिल्लो समय इरानले परमाणु मुद्दालाई वार्ताको टेबलबाटै हटाइदिएर र हर्मुज जलमार्गमा ओमानसँग साझेदारी गरेर अमेरिकाको कूटनीतिक हतियारलाई नै निस्तेज पारिदिएको छ भने चीन, रुस र अन्य क्षेत्रीय शक्तिहरूलाई साथमा लिएर इरानले जुन क्षेत्रीय धुरी निर्माण गरिरहेको छ, त्यसले मध्यपूर्वलाई सदाका लागि अमेरिकी नियन्त्रणबाट मुक्त गराउने सङ्केत दिइरहेको छ। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो? हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक जानकारी लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।